लु स्टार्ट हुन थाल्नु ए ल अब कालो बुङ्गुरको मासु खाएको है कालो बुङ्गुरको मासु तातो रहेछ फेरि मेरो मुख पो पिर्सिन्छ ल म त फेरि यो कालो बुङ्गुरको मासु त साह्रो मनपर्छ धाराने बुङ्गुर कालो बुङ्गुर ए कालो बुङ्गुरको मासु कालो बुङ्गुरको मासु खाँदैछु है कोही बेला खाने दुई मिनट त हुन्छ त्यसको माथि यो ग्रेभी लाउँदा पनि हुन्छ ल ग्रेभी बनाएर यहाँ कराउने ल्याउनु पर्ने है लिएर आउने भयो अब पछि फेरि यो चाहिँ मासुको माथि लगाएर खाना हुन्छ त्यो ग्रेभी बनाएर यो चाहिँ यो मटरको झोल
कान्छीकै पुस्ने कतिले जस्तै गरेको पेपर कति उत्तर लाग्यो गुरुङ च्यानल वान थपी छ राम्रो भाग्य कागती हालेर नखाएको मैले धेरै खान सक्दिनँ हेर्दैछु साग छ खानुमा स्पेसल धराने कालो बुङ्गुरलाई चाहिँ चाइनिज स्टाइलमा बनाएको यो मासु यस्तो लाउँछ हालेन अहिले माथि 6 मिनट भएछ ओ भयो अझै घुम्याउनु क्रिप्सी चाहिँ पानीलाई खाँथ्यो क्या यो क्रिप्सी हो कि यो चाहिँ चिना स्टाइल ल धन्यवाद सब्सक्राइब भन्नु न मिठो भयो है अनि सब्सक्राइब गरिदिनुहोस् है साथी हो ल धराने बुङ्गुरको मासु लेख्नु लेख्दैन अहिले चाहिँ धराने कालो बुङ्गुर चाइनिज स्टाइलमा फ्राई